नमस्कार सम्पूर्णमा। आज हामी पुस महिनाको 16 गते बुधबारको गोरखापत्रमा प्रकाशित वस्तुगत प्रश्न उत्तरहरूको सङ्गालो लिएर हजुरमाझ आइसकेका छौँ। आज हाम्रो प्रश्न नम्बर 1मा प्रश्न रहेको छ, लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा कहिले गरिएको हो? विक्रम सम्वत 2082 साल पुस महिनाको 13 गतेका दिन लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको हो। र यसै गरी साक्षर प्रदेश घोषणा गरिएका अरू प्रदेशका मिति कहिले छन् त भन्दा हाम्रो बागमती प्रदेश तपाईँको 2078 साल असोज महिनाको 11 गते बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको थियो। त्यसै गरी गण्डकी प्रदेशलाई 2078 साल असोज महिनाको 24 गते गरिएको थियो। कोशी प्रदेशलाई 2079 साल भदौको 23 गते गरिएको थियो। सुदूरपश्चिम प्रदेशलाई 2082 साल असार 12 गते गरिएको थियो र तपाईँको लुम्बिनी प्रदेशलाई 2082 साल पुस महिनाको 13 गते गरिएका थियो। यसै गरी हालसम्म मुलुकका 68 जिल्लाहरूमा साक्षरता घोषणा भएका छन् र 68औँ जिल्ला भनेर हाम्रो साक्षर जिल्ला भनेर कालीकोट भएको थियो, अन्तिम जिल्ला साक्षर हुने। यसै गरी कालीकोट विक्रम सम्वत 2082 साल असोज महिनाको 9 गतेका दिन साक्षर भएका थियो र पहिलो साक्षर जिल्ला भनेर हामीले सिन्धुपाल्चोक जिल्लालाई चिन्ने गर्दछौँ। विक्रम सम्वत 2071 साल असार महिनाको 2 गते भएको थियो। यसै गरी पहिलो पूर्ण साक्षर घोषणा जिल्ला कुन हो त भन्दा हाम्रो ललितपुर जिल्ला पहिलो पूर्ण साक्षर घोषणा जिल्ला भनेर ललितपुर जिल्लालाई भनिन्छ। विक्रम सम्वत 2071 साल असारको 9 गते ललितपुरलाई पहिलो पूर्ण साक्षर जिल्ला भनेर चिनिन्छ। हालसम्म कुनै पनि जिल्ला साक्षर घोषित नभएको प्रदेश कुन हो त हाम्रो मध्य प्रदेशका कुनै पनि जिल्ला हालसम्म के छन् त साक्षर भएका छैनन्। र यसै गरी हामी प्रश्न नम्बर 2मा जान सक्छौँ। प्रश्न नम्बर 2मा छ, करदाता सेवा प्रदान गर्ने पहिलो स्थानीय तह कुन हो? र करदाता सेवा प्रदान गर्ने पहिलो स्थानीय तह रहेको छ केराबारी गाउँपालिका मोरङ। जस्तै तपाईँले बुझ्न सक्नुहुन्छ करदाता सेवा प्रदान भनेपछि केराबारी, यसरी तपाईँ बुझ्न सक्नुहुन्छ। यो चाहिँ भर्खरै हाम्रो नयाँ अर्थमन्त्री रामेश्वर प्रसाद खनालद्वारा विक्रम सम्वत 2082 साल पुस महिनाको 9 गते गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा सेवा शुभारम्भ गरिएको हो। करदाता सेवा प्रदान गर्ने पहिलो स्थानीय तह केराबारी गाउँपालिका, हामीले यसरी बुझ्न सक्छौँ। र राष्ट्रिय च्याउ दिवस कहिले मनाइन्छ? हाम्रो राष्ट्रिय च्याउ दिवस पुसको 15 गते राष्ट्रिय च्याउ दिवस मनाइने गरिन्छ। र यसै गरी के छ त हाम्रो प्रश्न नम्बर 4मा छ, 19औँ संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव 2082मा हात्ती सुन्दरीको उपाधि जित्ने हात्ती कुन हो त? हात्ती सुन्दरी भनेर हामीले कुन हात्तीलाई उपाधि दियौँ त भन्दा 19औँ संस्करण थियो चितवनको पर्यटन महोत्सवको, जुन चाहिँ 2082 सालमा आयोजित थियो र त्यसमा हात्ती सुन्दरीको उपाधि जित्ने हात्तीको नाम हो पुनम कली। पुनम कली के छ त भन्दा हात्ती सुन्दरीको उपाधि जितिन्। र त्यसै गरी त्यही हात्ती महोत्सवमा हाम्रो हात्ती सिङ्गल पेनाल्टी लिग टुर्नामेन्ट पनि भएको थियो, जहाँ हात्ती फुटबल पेनाल्टी सुटआउट पनि भएको थियो। हात्तीहरूले फुटबल खेल्ने थियो र त्यो प्रतियोगिताको प्रथम भएको हात्तीको नाम के हो त? लक्ष्मी कली हात्ती त्यो प्रतियोगितामा प्रथम भएकी हुन्। केमा त? सिङ्गल पेनाल्टी लिग टुर्नामेन्ट, जहाँ हात्ती फुटबल पेनाल्टी सुटआउट पनि भन्ने गरिन्छ। लक्ष्मी कली त्यस प्रतियोगिताको प्रथम र सुन्दर हात्ती सुन्दरी भनेर पुनम कली भएकी हुन्। त्यसै गरी प्रश्न नम्बर 5मा छ, नेपाल प्रहरीले हाम्रो प्रहरी अभियानको सुरुवात कहिले गरेको हो? विक्रम सम्वत 2082 साल पुस 13 गते नेपाल प्रहरीले हाम्रो प्रहरी अभियानको सुरुवात गरेको थियो। र यसै गरी हाम्रो प्रश्न नम्बर 6मा छ, स्मार्ट कृषि योजना र विकास सम्बन्धी राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो? विक्रम सम्वत 2082 साल कार्तिकको 16 र 17 गते काठमाडौँ घोषणापत्रमा जारी भए अनुसार विक्रम सम्वत 2082 साल कार्तिकको 16 र 17 गते स्मार्ट सहरी योजना र विकास सम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो। र प्रश्न नम्बर 7मा छ, यो एकदमै महत्त्वपूर्ण प्रश्न हुनसक्छ, संयुक्त राष्ट्रसङ्घद्वारा इन्टरनेसनल डिकेड फर सस्टेनेबल डेभलपमेन्टका रूपमा घोषणा गरिएको अवधि कुन हो? सन् 2024 देखि 2033लाई इन्टरनेसनल डिकेड फर सस्टेनेबल डेभलपमेन्टका रूपमा
2024 टु 2025 एडीलाई घोषणा गरिएको छ। यसै गरी युएनओद्वारा सन् 2018देखि 2027को दशकलाई डिकेड अफ दि इराडिकेसन अफ पोभर्टी भनेर हाम्रो तोकिएको छ। दि डिकेड अफ दि इराडिकेसन अफ पोभर्टीको रूपमा तोकिएको छ 2018देखि 2027 सनलाई। त्यसै गरी प्रश्न नम्बर 8मा छ सरकारले स्वच्छ तथा सफा हिमाल र सुरक्षित आरोहण अभियानलाई व्यवस्थित गर्ने उद्देश्यले हिमाल सफा राख्ने सम्बन्धी कार्ययोजना 2082-83 कहिले स्वीकृत गरेको हो? विक्रम सम्वत 2082 मङ्सिरको 28 गतेका दिन हाम्रो नेपाल सरकारले हिमाल सफा राख्ने सम्बन्धी कार्ययोजना 2082-2086 तपाईँको के छ त स्वीकृत गरेको छ। विक्रम सम्वत 2082 साल मङ्सिर महिनाको 28 गते स्वीकृत गरेको छ। र यस सरसफाइ अभियानमा जापानिज आरोही केन नेगुचीको अगुवाईमा हिमाल सफाइ सन् 2000बाट सुरु भएको। सन् 2000बाट हाम्रो के त जापानिज आरोही केन नेगुचीको अगुवाईमा हिमाल सफाइ अभियान सुरु भएको थियो। यसरी हामीले बुझ्न सक्छौँ। र त्यसै गरी अब हाम्रो प्रश्न नम्बर 9मा छ पूर्व उप प्रधानमन्त्री बद्री प्रसाद मण्डलको निधन कहिले भएको थियो? विक्रम सम्वत 2082 साल पुसको 8 गते 88 वर्षको उमेरमा पूर्व उप प्रधानमन्त्री प्रदीप प्रसाद मण्डलको निधन भएको थियो। विक्रम सम्वत 2082 साल पुसको 8 गते। बद्री प्रसाद मण्डलको बारेमा थोरै हामी ज्ञान अथवा उहाँको बारेमा हामीले बुझ्न सक्छौँ। बद्री प्रसाद मण्डल बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि तथा शाही कालमा गरेर उहाँ पटक पटक मन्त्री तथा उप प्रधानमन्त्री समेत हुनुभएको। र यसै गरी उहाँ तत्कालीन नेपाल सद्भावना पार्टीको उपाध्यक्ष पदमा रहनुभएको थियो। र त्यसै गरी उहाँले जनआन्दोलन 2062-63को जनआन्दोलनपछि मुलुकमा गणतन्त्र स्थापना भएपछि उहाँले तत्कालीन नेपाल सद्भावना पार्टीको अध्यक्षताबाट राजीनामा दिएर अलगै जीवन जिउनु भएको थियो। उहाँको नाम छ बद्री प्रसाद मण्डल। उहाँको मृत्यु भएको छ कहिले त भन्दाखेरि विक्रम सम्वत 82 साल पुस महिनाको 8 गतेका दिन। र त्यसै गरी हामीसँग प्रश्न नम्बर 10मा छ अन्तर्राष्ट्रिय T20 क्रिकेटमा एकै ओभरमा 5 विकेट लिएर नयाँ विश्व रेकर्ड कायम गर्न सफल क्रिकेटर को हुन् त भन्दा एकै ओभरमा 5 विकेट लिने नयाँ विश्व कीर्तिमान कायम गर्न सफल गेदे प्रियान्दाना भन्ने इन्डोनेसियाका खेलाडीले एकै ओभरमा 5 विकेट गेदे प्रियान्दाना। र सन् 2025 डिसेम्बर 23मा कम्बोडिया विरुद्ध खेलमा सो कीर्तिमान रचेका हुन्। र प्रश्न नम्बर 11मा छ हाम्रो खुसीको कुनै चाबी छैन किनकि यसको ढोका कहिल्यै बन्द हुँदैन भन्ने व्यक्तित्व को हुन्? मदर टेरेसा। मदर टेरेसाले खुसीको कुनै चाबी छैन किनकि यसको ढोका कहिल्यै बन्द हुँदैन भन्ने अभिव्यक्ति हामीलाई दिएकी छन्। र त्यसै गरी प्रश्न नम्बर 12मा छ नेपाल BFSI शिखर सम्मेलन 2025 कहिले सम्पन्न भएको थियो? BFSI ब्याङ्किङ फाइनेन्स एस भनेको सर्टेन अनि आई भनेको इन्सुरेन्स यस्तै समथिङको के हो त भन्दा तपाईँको शिखर सम्मेलन कहिले भएको थियो? सन् 2025 डिसेम्बर 19मा भएको थियो। अन्तर्राष्ट्रिय आप्रवासन दिवस कहिले मनाइन्छ? इन्टरनेसनल इमिग्रेसन दिवस कहिले मनाइन्छ? डिसेम्बर 18लाई के भनिन्छ त भन्दाखेरि अन्तर्राष्ट्रिय आप्रवासन इमिग्रेसन र डिसेम्बर 18। सन् 2025 को नारा 25औं नारा के हो त भन्दा हाम्रो 25औं रहेछ यो दिवस श्रम आप्रवासनको चक्रमा सुशासन सुरक्षित मर्यादित र सिपयुक्त आप्रवासन भनेर रहेछ। र यसै गरी हाम्रो के छ पोखरा महानगरपालिकाद्वारा स्थापना दिवसको अवसरमा पोखरेली नवरत्न अवार्डबाट सम्मानित 2082 पुस हुने व्यक्तित्व को हुन्? यहाँ धेरै व्यक्तित्वहरूको नाम छ। यो खासै मलाई लाग्छ त्यति इम्पोर्टेन्ट छैन, तपाईँले एकचोटि पढ्न पनि सक्नुहुन्छ। र प्रश्न नम्बर 15मा छ NSSF भनेको तपाईँको के हो त भन्दा नेसनल स्पोर्ट्स सर्भिस फेडरेसन हो जस्तो लाग्छ मलाई। यसको 13औं किन्डर ओलम्पिक्सको उद्घाटन कहिले गरिएको हो भनेको हाम्रो काठमाडौँमा अहिले विक्रम सम्वत 2082 साल पुस महिनाको 12 गतेदेखि हाम्रो के छ त भन्दा NSSF 13th किन्डर ओलम्पिक्स सुरुवात भएको छ। यसको उद्घाटन विक्रम सम्वत 2082 साल
पुस महिनाको 12 गतेका दिन भएको थियो। त्रिपुरेश्वर स्थित रङ्गशालामा भएको थियो। सभामुख देवराज घिमिरेद्वारा ओलम्पियन कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको टर्च हस्तान्तरण गरी उद्घाटन गरिएको थियो। र यसै गरी हाम्रो के छ, ग्लोबल हिरो अवार्ड 2025बाट सम्मानित हुने नेपालीको हुन् त कुलमान घिसिङ। हाम्रा के हुन् त, हाम्रो नेपालमा विद्युतलाई लोडसेडिङ मुक्त गर्न उहाँको हात एकदमै रहेको मानिन्छ र ग्लोबल हिरो अवार्ड 2025बाट सम्मानित हुनु पनि भएको छ कुलमान घिसिङज्यू। प्रश्न नम्बर 17मा छ, सार्वणी नामक औपन्यासिक कृतिका लेखक डाक्टर श्रीधर खनाल हुन् भने हिउँको गीत नामक उपन्यासका लेखक को हुन्? हिउँको गीत नामक उपन्यासका लेखक तीर्थ गुरुङ हुन्। त्यसै गरी सार्वणी नामक उपन्यास कृतिका लेखक को हुन्? डाक्टर श्रीधर खनाल। हिउँको गीत, तीर्थ गुरुङले हिउँको गीत नामक उपन्यास लेखेका छन्। थाइल्यान्ड र कम्बोडिया बीच युद्धविराम गर्ने सहमति कहिले भएको हो? थाइल्यान्ड र कम्बोडिया बीच युद्धविराम गर्ने सहमति सन् 2025 डिसेम्बर 27 भनेको तपाईँको 2025 एडी डिसेम्बर 27मा न्यु इयर आउने बेलातिर तपाईँको थाइल्यान्ड र कम्बोडिया बीच युद्धविराम गरिएको हो। युद्ध हुनुको कारण के हो त भन्दाखेरि विवाद के हो त, पुरानो उपनिवेशकालीन सीमाङ्कनका कारण सुरु भएको थियो, जहाँ प्राचीन मन्दिरहरू दुवै देशको दाबीमा छ। त्यसका कारणले हाम्रो के हो त विवाद भएको थियो। र प्रश्न नम्बर 19मा निर्वाचन आयोगले विक्रम सम्वत 2082 पुसको 21 गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारहरूले खर्च गर्न पाउने खर्चको सीमा कति तोकेको छ भन्दा रु 25 लाखदेखि 33 लाखसम्म तोकेको छ। आयोगले 165 निर्वाचन क्षेत्रलाई 5 वर्गमा विभाजन गरेर 25 लाखदेखि अधिकतम 33 लाखसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ। हाम्रो निर्वाचन क्षेत्र कति छन् त? प्रत्यक्ष निर्वाचन क्षेत्र 165 छन् भनेर हामीले यसरी बुझ्न पनि सकिन्छ। र 110 चाहिँ तपाईँको के छन् त समानुपातिक सिटहरू छन्, हामीले यसरी बुझ्न सकिन्छ। आजको गोर्खापत्रको प्रश्न यही सकिन्छ। अब आउँदो बुधबार हामी नयाँ फेरि पनि आउनेछौँ। हस्त धन्यवाद। नमस्कार सम्पूर्णमा। आज हामी पुस महिनाको 16 गते बुधबारको गोर्खापत्रमा प्रकाशित